अहिले चाहिँ रातिको 3 बजेको छ। हाम्रो घरको स्टोर रुममा चाहिँ अस्तिको राति बिरालो आएर बच्चा पाएर गएको रहेछ। बच्चा पाएर गएर आमा चाहिँ दिनभरि पनि आएन, आज रातभरि पनि आएन छ बिचरा बच्चाहरू। आमा खोजेर तिर्खाले कता कता झरेको रहेछ। दिउँसो चाहिँ मैले आमा चाहिँ आउँछ होला भनेर बात राखेको थियो, तर आमा चाहिँ फर्केर आएन। के भएको हो कि सायद कता बाइक गाडीले हानेको हो कि के भएको हो। अहिले 4वटा बच्चा चाहिँ आमा बिनाको सहारा भएको छ। अब यिनीहरूलाई मैले आमाको माया दिनुपर्छ सधैँ। बिहान चाहिँ गएर मैले बिरालोलाई पिलाउने दुध र जुसाउनी लिएर आएको थिएँ। मारा घाममा निकालेर दुध पिलाएँ। स्याहार्नु धर्म हो। थ्याङ्क यू गाइस।